हेलो गाइस, आज चाहिँ म चरिकोट होइन गाउँदेखि चरिकोट एक्लै हिँडेको किनकि मेरो दिदीको अलि लामो बिदा छ अनि म चाहिँ आज अलि पछि नै धेरै पछि नै म प्रायः धेरै दिदीसँग हिँड्थेँ अनि हिँड्दै हिँड्दै मलाई चाहिँ यसो भिडियो बनाउन मन लाग्यो होइन। यो चाहिँ नुनथला चौतारा हो। हामी हिँड्ने बाटोमा अब हुन्छ नि मेन पोइन्टवाला ठाउँहरू, अनि यो चाहिँ यसो हिँडेको जस्तो भिडियो बनाइदिएको। अनि चट्ट लाएर यहाँ चाहिँ म हराएछु अनि एक्टिङ पार्दै कपाल हल्लाएँ होइन। अब कति के भनौँला भनेर सोचिरहेको थिएँ, तर बेसी अनि यो कलर चाहिँ मेरो फिल्टरले हो त्यस्तो धोका दियो देख्नु पनि अहिले मलाई कालो बनाएको। अनि त्यसरी यो चाहिँ कहाँ हो भन्दा म जाने ठाउँ देखाएको थियो अहिले जुम गरेर चाहिँ चरिकोट। अनि त्यसरी हिँड्दैछु अनि काम छैन हो यस्तै बाटामा भएको यस्तोसँग खेल्दै हिँडिरहेको थिएँ। एक्लै थिएँ नि त म। खेल्दै हिँड्दै अब त्यहाँनिर आफ्नो नाम पनि लेखिदिएँ यसो लौको साइन बनाएर। अनि जाँदै थिएँ खोलामा आइपुगेँ होइन। अनि खोलामा जाँदा पनि सानोतिनो पोखरीहरू क्रस गर्दै गएँ। अनि त्यहाँ पछाडि क्रस गरेँ अनि मैले खोला क्रस गर्दै हिँडेँ। यो भिडियो कहिलेको हो? यो भिडियो बनाएपछि चाहिँ म एकपल्ट फेरि गाउँ गएर आइसकेँ। त्यो चाहिँ मैले सेतो फुलको यसो खिचेँ। अनि यहाँ पनि यस्तो हिलो थियो। अनि यहाँनिर के हो बिस्तारै हिँडिरहेको थिएँ म यो दिन सबैतिरको भ्यू लिएर। यो चाहिँ हाम्रो डम्पिङ साइड हो। हाम्रो नगरपालिकाको मतलब माथि चरिकोटको फोहोरहरू लिएर पनि यहीँनिर फ्याल्ने गरे डम्पिङ साइडमा। अनि यो मेरो थाकिसकेको लुक हिँड्दैछु तर नि म हार माने होइन। अनि त्यसरी त्यो दिन अरू के भएको थियो भन्दाखेरि मैले खासमा अगाडि नै थोरै भिडियो बनाएको थिएँ तर कट भएछ क्या, खै के अरे गएछ रहन्छ यहाँनिर। अनि त्यसरी त्यो चाहिँ अगाडि एउटा बोलेरो गयो होइन। न्यु इयरको भोलिपल्ट बिहान हो नि त 2 गते बिहान। अनि पक्कै नि सैलुङबाट आएको बोलेरो होला त्यो। अनि हिँडेँ यो चाहिँ गाउँखेत हो है। गाउँखेतमा चाहिँ यस्तो राम्रो भ्यू छ हेर्नुहोस्। गहुँहरू पाक्दैछ, अब छिटै पाक्छ। यहाँको भ्यू चाहिँ जति हेऱ्यो त्यति हेर्न मन लाग्ने छ क्या। मतलब सबै खेतको खुड्किलाहरू देखिन्छ नि त राम्रोसँग। अनि यो चाहिँ म ट्रेकिङ हिँडिरहेको छु। यो चाहिँ के भन्छ यहाँनिर मैले एकजना मान्छेलाई भेटेको थिएँ। अनि यहाँ चाहिँ घाँस बिसाएर छ कल्ले। यो चाहिँ काभ्रेको धारा भन्छ है हाम्रोतिर चाहिँ। अनि हिँड्दै थिएँ होइन। अनि उता पर चाहिँ कसले दाउरा काट्दै हुँदो रहेछ। अनि गएँ अब चाहिँ म रामकोट पुग्न लागेँ के। अनि यहाँनिर के भएको अरू अनि कति भ्यूहरू मात्रै देखाउनु आफू पनि देखाउँछु भनेर देखाइदिएको सट्ट अहिले फेरि यस्तो राम्रो बाटो हेर्नु न, के भन्नु मखमलको बाटोमा हिँडे जस्तै छ क्या, कति राम्रो छ क्या। अनि हामी हिँड्दै गयौँ अनि ठ्याक्कै मन्दिरमा पुगेँ। यो चाहिँ रामकोटको मन्दिर हो के भन्छ शिव मन्दिर भन्छ के अरे। यहाँनिर मन्दिरमा गएर एकछिन त्यहाँनिर हेर्दै हिँडिरहेको थिएँ। अनि एकछिन त्यहाँ रेस्ट गरेँ कति टाइम जति 10 मिनट जति रेस्ट गरेँ बसेँ म। अनि त्यहाँ पछाडि फेरि हिँडेँ मेरो यात्राप्रति। अब चाहिँ मलाई भिडियो बनाउन अलिकति अप्ठ्यारो लागिरहेको थियो। अब कोही मान्छेहरू देखिन्छ कि भनेर, किनकि अब बनहरू गएको थियो नि त। अब त्यो चाहिँ उता जाने होइन यता जाने भनेर गुड गरेको मैले होइन। अनि त्यसपछि यहाँ चाहिँ को बच्चाहरू खेल्दै थियो। अनि मैले लुकी खिचेको क्या यसरी हिँड्दै मेरो बेइज्जत हेर्नुहोस् न गाइजहरू, लाज चाहिँ मर्नु। यो चाहिँ राइजिङ स्कुल हो। हिँड्दैछु यतातिर नि मलाई अलि लाज लागिरहेको थियो किनकि अब यता त घर आइसकेको थियो नि त, अलि अप्ठ्यारो लागिरहेको थियो। यो चाहिँ राइजिङ स्कुल हो। अनि मलाई चाहिँ एक्लै हिँड्न झ्याउ लागिरहेको थियो, मतलब अप्ठ्यारो नि लागिरहेको थियो। मान्छेहरूले अब हेरिरहेको थियो छुट्टै अप्ठ्यारो लागिरहेको थियो। अनि त्यसरी हिँडिरहेको छु म। अनि यहाँनिर चाहिँ मैले रोड क्रस गरेँ। यहाँनिर लुकेर हिँड्दै भिडियो खिच्या हो। हातमा फोन समाएर हिँडिरहेको थिएँ अनि यस्तो हल्लिहाल्यो।
अनि यहाँबाट म सिधा गएँ अनि त्यसरी यहाँनिर उकालो चढेँ अल्पाइनको। मैले यहाँनिर 3टा स्कुल भेट्छु है गाइस बाटामा। अनि अल्पाइनको उकालो चढ्दा ओके गाइस मैले सबै कुरा त समेट्न सकिनँ तर आजको लागि यति नै म पुगेँ बाई बाई।